ग्रीन डिस्प्ले आएको आइफोन 13 प्रो म्याक्स अरू सपहरूले पनि डिस्प्ले चेन्ज गर्नुपर्छ, तर रियल प्रब्लम डिस्प्लेमा थिएन। हाई गाइज, वेलकम टु एमटिएस ल्याब। एकजना हाम्रो कस्टमरले आइफोन 13 प्रो म्याक्स पानीमा छिरेर पुरै डिस्प्ले येल्लो भएर लिएर आउनु भएको थियो। धेरै सपमा जानुभयो, नर्मल जम्परहरू गरे, तर प्रब्लमको सल्युसन चाहिँ प्रपर आएन है। सो उहाँहरूले हाम्रो एमटिएस ल्याबको भिडियो हेरेर फाइनली एमटिएस ल्याबमा लिएर आउनुभयो। हामीले प्रपर डायग्नोसिस र प्रिपेयर प्रोसेस गरेर फोन खोल्दा त प्रपर उहाँको फोनमा पुरैमै पानी छिरेर आएको थियो, हेर्न सक्नुहुन्छ, जुन चाहिँ तपाईँले स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ। प्रब्लम डिटेक्ट भइसकेपछि हामीले प्रोफेसनल फ्लेक्स रिप्लेसमेन्ट प्रोसेस सुरु गऱ्यौँ र हामीले फाइनली रेडी पनि गरेका छौँ। आज त्यही सेम आइफोन 13 प्रो म्याक्स पर्फेक्टली वर्किङ कन्डिसनमा रहेको छ, हेर्न सक्नुहुन्छ। ग्रिन डिस्प्ले फिक्स भएको छ, ओरिजिनल डिस्प्ले सेभ भएको छ, फ्लेक्स रिप्लेसमेन्ट टोटली डन भएको छ, वाटर ड्यामेज ट्रिटमेन्ट भइसक्यो, स्मुथनेस है। पहिला जुन डिस्प्ले थियो एक्ज्याक्ट उहाँकै डिस्प्ले हामीले रिपेयर गरेका छौँ, हेर्न सक्नुहुन्छ। जहाँ डिस्प्ले नै चेन्ज गर्नुपर्छ फाइनल सल्युसन भनेको थियो, त्यही एमटिएस ल्याबमा उहाँको ओरिजिनल डिस्प्ले बचाएर हामीले उहाँकै डिस्प्ले रेडी गरेका छौँ, हेर्न सक्नुहुन्छ। सो प्रोफेसनल वेले काम गरेका छौँ, हेर्न सक्नुहुन्छ। सो नेपालको फर्स्ट स्क्रिन होलसेल ल्याब, प्रोफेसनल ल्याब एमटिएस ल्याब भिजिट गर्न सक्नु, जहाँ एडभान्स माइक्रोस्कोपिक रिपेयर, फ्लेक्स रिप्लेसमेन्ट, वाटर ड्यामेज रिपेयर, ग्रिन लाइन सल्युसन, फ्लेक्स रिप्लेसमेन्ट सबै प्रोफेसनल वर्क हुन्छ। सो एक्सपिरियन्स म्याटर, टेक्नोलोजी म्याटर, प्रोफेसनल ह्यान्ड म्याटर। सो थ्याङ्क यू सो मच। कस्टमरको ट्रस्ट नै हाम्रो बिगेस्ट अचिभमेन्ट हो। सो भिडियो हेरिरहनु भएको सबै हाम्रो कस्टमरलाई थ्याङ्क यू सो मच। यसै माया र सपोर्ट देखाउनु होला र मोबाइल सम्बन्धी केही जानकारी चाहिएमा डु भिजिट एट एमटिएस ल्याब, न्यू रोड, काठमाडौँ।